जो राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा पनि स्वीकार्य हुन सक्दैन। कुनै एउटा व्यक्तिको तानाशाही हामीलाई स्वीकार्य हुन सक्दैन। कुनै वंशको हामीलाई तानाशाही स्वीकार्य हुन सक्दैन। किसिमले कहिलेकाहीँ वंशको तानाशाही हुन्छ, कहिलेकाहीँ एउटा व्यक्तिको तानाशाही हुन्छ। यी सबै खालका तानाशाही प्रगतिसँग जुधेर नै हामी लोकतन्त्रको झण्डा बुलन्द गर्न सक्दछौँ। बल्ल अधिकार प्राप्तिको कुराको कुनै अर्थ रहन्छ। यस अर्थमा लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर सिङ्गो देशमा सबैको सम्मानको स्थितिलाई सुनिश्चित गरेर, सबैको मर्यादाको रक्षा गरेर, सबैप्रति सम्मान भाव राखेर अगाडि बढ्न सक्ने हो भने अनि देशले बल्ल प्रगति गर्न सक्दछ। यस अर्थमा असमानताहरू हाम्रो नेपाली समाजमा विद्यमान छ।